सबैभन्दा पहिला साथीहरु एआई बाट भिडियो कसरी बनाउनु भन्दा पनि पहिले सबैभन्दा पहिले यो एउटा भिडियो हेर्दा तपाईलाई जहाँ देखाइरहेको श्रद्धा छु। हुन्छ सुन हनुमान तिमी शक्तिको प्रतीक हौ जसले डर र अन्धकारलाई हराउँछ। हो यस्तै खालको भिडियो कसरी बनाउनु भनेर म तपाईहरुलाई सिकाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिले तपाई च्याट जीपीटी मा आउनु होला। त्यहाँ आइसकेपछि तपाईले के चाहियो सबैभन्दा पहिले तपाई फोटो यहाँबाट जेनेरेट गर्नु होला। मैले यहाँनेरि मलाई हनुमानको एउटा पीआईसी दिनुस् भनेर यहाँनेरि मैले पठाइरहेको छु च्याट जीपीटी मा। त्यहाँ पठाइसकेपछि तपाईको त्यहाँनेरि एउटा फोटो जेनेरेट हुन्छ। त्यो फोटो जेनेरेट भइसक्यो तपाईले त्यो सेभ गर्नु होला। सेभ गरेपछि तपाई त्यहाँ प्ले स्टोरमा आउनु र प्ले स्टोरमा गएपछि साथीहरु त्यहाँनेरि तपाईले एउटा एप्स इन्स्टल गर्नुपर्ने हुन्छ। त्यहाँनेरि तपाईले ग्रोक एआई भन्ने त्यहाँ देख्नुहुन्छ त्यसलाई क्लिक गरेर त्यसलाई तपाईले डाउनलोड गर्नु होला। सबैभन्दा पहिला डाउनलोड गरेर एउटा फेरि तपाई त्यो भिडियोको लागि च्याट जीपीटीमा गएर तपाईले यस्तो भन्नुपर्ने हनुमानको सानसानो 6-6 सेकेन्डको प्रम्प्ट र भोइस स्क्रिप्ट भन्नु भनेर यहाँनेरि तपाईले यहाँ च्याट जीपीटीमा यो लेखेर पठाउनु होला। तपाईलाई कतिको चाहियो कति रेन्जको चाहियो त्यहाँनेरि 6-6 सेकेन्डको मात्र भिडियो बन्छ त्यही जोडेर बनाउनु पर्ने हुन्छ। यो तपाईले प्रम्प्ट चाहिँ त्यहाँ लगेर हाल्दा इमेज जेनेरेट हुन्छ। अब हामीले अलरेडी इमेज जेनेरेट गरिसकेको हुनाले हामीलाई चाहिँ भोइस स्क्रिप्ट मात्र भए हुन्छ। यहाँको भोइस स्क्रिप्ट जुन छ त्यसलाई कपी गर्नु होला। त्यसलाई कपी गरिसकेपछि त्यहाँ फेरि तपाई जानु होला ग्रोक एआई मा। ग्रोक एआई मा गइसकेपछि यहाँनेरि तपाईले फर्स्टमा त्यो भिडियो क्रिएट भिडियोमा क्लिक गरेर तल देख्नु टाइप टु इमेजको एनिमेट फोटोमा क्लिक गरेर त्यहाँ अघि डाउनलोड गरेको फोटोलाई लिनु होला। त्यो लिइसकेपछि यहाँनेरि देख्नुहुन्छ तपाईहरुले यो अब एकैछिनमा भिडियोमा जेनेरेट हुनेछ। यो भिडियो जेनेरेट हुनलाई एकछिन समय लिन्छ साथीहरु, त्यो समय वेट गर्नु होला। त्यो जेनेरेट भइसकेपछि तपाईले यहाँ टाइप टु कस्टमाइज भिडियो भन्ने त्यहाँ देख्नुहुन्छ। त्यहाँनेरि गएर तपाईले यो अघिको भोइस स्क्रिप्टलाई कपी गरेर त्यहाँनेरि ल्याएर तपाईले हाल्नु होला। त्यहाँनेरि पेस्ट गरेपछि पेस्ट गरेर सेन्ड गर्नु होला। त्यहाँ सेन्ड गरेपछि भिडियो जेनेरेट भइरहेछ हेर्न सक्नुहुन्छ साथीहरु। अब केही समयमा यो भिडियो जेनेरेट भइसक्नेछ साथीहरु। भिडियो जेनेरेट भइरहेछ। एकछिन लोडिङ लिन्छ। तपाईको इन्टरनेट कति स्लो फास्ट छ त्यही अनुसारले लोडिङ हुने गर्दछ। यहाँ हाम्रो भिडियो ओके भइसकेको छ, रेडी भइसकेको छ। भिडियो हेर्न सक्नुहुन्छ साथीहरु। डाउनलोडमा क्लिक गर्नु भने डाउनलोड हुनेछ। साथीहरु यो भिडियो म प्ले गरेको छु तपाईलाई सुनाउँदैछु, ल सुन्नुस् है त। जहाँ श्रद्धा हुन्छ सुन हनुमान तिमी शक्तिको प्रतीक हौ जसले डर र अन्धकारलाई हराउँछ। हो साथीहरु देख्नुभयो होला तपाईले भिडियो रेडी भइसकेको छ। भिडियो मन पर्यो भने साथीहरु च्यानललाई सब्स्क्राइब गरी लाइक कमेन्ट गर्न